हाई गाइज, हाम्रो चाहिँ यात्रा सिन्धुपाल्चोकको थियो र मैले यो चाहिँ भिडियो मेमोरीको लागि बनाएँ र हाम्रो पुर्खौली घर सिन्धुपाल्चोकको यात्रा सुरु भयो र हामी बेलुका चाहिँ एकछिन हामी चाहिँ बसन्तपुरमा घुम्न गयौँ र हामीले त्यहाँनिर एकछिन हामी फ्रेस र बिहानै हामी सिन्धुपाल्चोकको यात्राको लागि हामी सुरु भयौँ। हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ अनि हामी मम्मी ड्याडी चाहिँ अर्कै फुपूको घरमा गएर बस्नु भएको थियो। यसकारणले हामी त्यहाँबाट लिएर हाम्रो यात्रा सुरु भयो। यो चाहिँ सागुको उकालोबाट चाहिँ हामी यात्रा गर्दैछौँ सिन्धुपाल्चोकको। अनि ठाउँ चाहिँ मैले छोटो छोटो भिडियोहरू क्लिक गरेँ किनभने यो एउटा मेमोरी हुन्छ भनेर चाहिँ हामीले यो भिडियो बनायौँ। सिन्धुपाल्चोक जाँदैछु। अहिले सागरको चाहिँ नाङ्लेबारी जाने बाटो उकालो जाँदैछु। यहाँ बाबु पनि छ, आमा पनि अनि हामी फाइनली मेलम्ची आइपुग्यौँ। अनि यो चाहिँ मेलम्चीको बजार र मेलम्ची एकचोटि बाढी गएको ठाउँ। अनि हामीले हेर्दै गयौँ, त्यहाँनिर चाहिँ धेरै घरहरू चाहिँ क्षति भएको रहेछ। अनि एउटा घर चाहिँ खोला बिचमै पनि देख्यौँ हामीले यात्रा गर्दै गर्ने क्रममा चाहिँ। अनि हाम्रो चाहिँ यहाँबाट अनि सर्टकट बाटो सिधै उकालो, एकदमै उकालो थियो। हामी उकालो लाग्यौँ, यहाँ खोला कटेपछि एउटा पुल आउँदो रहेछ, त्यसपछि उकालो लाग्यौँ। अनि बाटोमा घर छेउमा चाहिँ हामीले ऐसेलु भेट्यौँ र हामी चाहिँ ऐसेलु खानलाई एकछिन हामीले गाडी रोक्यौँ। खै वाह, देखाउँदा के हो यसको नाम थाहा? र फाइनल्ली हामी चाहिँ घरमा आइपुग्यौँ। यो मैले भिडियोमा देखाएको घर चाहिँ हाम्रो ठुल्बाको घर। र हामी घरमा आइपुग्यौँ र यहाँनिर चाहिँ ठुलमम्मीहरू चाहिँ गफ गर्न थाल्नुभयो। धेरै वर्षपछि भेट भएको उहाँहरू चाहिँ भेट भएको गफहरू गर्न सुरु गर्नुभयो। अनि पहिलाको कुराहरू सेयर गर्नुभयो। अनि ठुलमम्मीले चाहिँ मेरो श्रीमानलाई चाहिँ सानोमा देख्नु भएको अनि एकैचोटि ठुलोमा देख्दाखेरि चाहिँ उहाँ चाहिँ ओहो, मैले सानोमा देख्नु कति ठुलो भइसकेको छ भन्नुभयो है। र यो चाहिँ त्यहाँको दिउँसोको दृश्य है, एकदमै आनन्दमय थियो। अनि यो चाहिँ ठ्याक्कै टापुमा जस्तै थियो, चाहिँ अग्लो पहाडमा थियो। र हामी चाहिँ ऐसेलु खानालाई टिप्नलाई हामी चाहिँ निस्क्यौँ एकछिन। र हामीले केही फोटोहरू र भिडियोहरू बनायौँ त्यहाँनिर एकछिन। र साँझ हुन लाग्यो अनि हामी चाहिँ फुपूको घरमा गयौँ। उहाँ चाहिँ फुपूबाजु हुनुहुन्छ र पानी परेको भएर एकदमै चिसो थियो। हामी चाहिँ आगो ताप्दै गफगाफहरू गर्दै अनि उहाँहरू चाहिँ सबैजना तामाङ भाषामा कुरा गरिरहनु भएको थियो, तर मैले चाहिँ केही पनि बुझिनँ। र यस्तो दृश्य थियो बेलुकाको, अति नै सुन्दर। त्यहाँबाट चाहिँ हिमाल देख्ने रहेछ। अनि त्यो हिमाल चाहिँ थाहा भएन नाम चाहिँ, तर त्यहाँबाट चाहिँ प्रष्ट हिमाल देख्ने रहेछ। अनि यहाँनिर हुनुहुन्छ मेरो श्रीमान, उहाँ चाहिँ एकदमै पोज दिइरहनु भएको थियो र मैले यस्तो गरिदिएँ। र यो मिठो चराको आवाज चाहिँ मैले क्याप्चर गरेँ। भोलिपल्ट अनि त्यहीँको आफन्तै पर्नु हुँदो रहेछ र उहाँले हामीलाई आफ्नो घरमा इन्भाइट गर्नुभयो र उहाँहरू यसरी गफ गर्दै अनि त्यहाँनिर चाहिँ तिब्बतियन टाइपको चिया बनाएर दिनुभएको थियो। र बिहानै हामीले फ्यामिली फोटो खिच्यौँ ठुलमम्मीहरूसँग। 2 रात बस्यौँ र हामी फर्क्यौँ र त्यहाँको पाल्चोक बजारमा पनि हामी गयौँ, घुम्यौँ। तर मैले सबै भिडियोहरू चाहिँ खिच्न पाइनँ किनभने त्यहाँ पानी परेर एकदमै चिसो मौसम थियो, एकदमै जाडो भइरहेको थियो मलाई चाहिँ। हामी यहाँ तराई यता बस्ने मान्छेलाई त्यहाँ चाहिँ एकदमै चिसो। अनि बिचबिचमा बाटोहरू चाहिँ अफरोड भएकोले हामी ठाउँमा चाहिँ ओर्ल्यौँ।
र सुरक्षित साथ हामी चाहिँ काठमाडौँमा फर्क्यौँ। हाम्रो चाहिँ लगभग 4 घण्टाको यात्रापछि काठमाडौँमा आइपुग्यौँ र यो वरिपरि फुलिरहेको फुलहरूको दृश्य चाहिँ मैले भिडियोमा क्याप्चर गरेँ र सोही दिन हामी हेटौडा फर्क्यौँ र त्यहाँको एकदमै रमाइलो भयो हाम्रो यात्रा चाहिँ। थ्याङ्क यू फर वाचिङ। Thank you for watching.